सबभन्दा पहिला बेसिक स्ट्रक्चर हाल्ने होप सो यो सबै हाल्न सक्नुहुन्छ यसमा समस्या नहोला है ल यसको नाम चाहिँ मैले ड्रप डाउन मेन्यु भनेर राख्दिए भित्र चाहिँ एउटा डिप बनाउने जसको नाम चाहिँ के राखौँला हामी नेभ जुम गर्ने ल देखिन्छ नेभ एक मात्रै डब्बा बनाउने किनकि हाम्रो मेन्युको स्ट्रक्चर तपाईलाई थाहा छ अब यस भित्र डाइरेक्ट टु यूएल बनाउला किनकि यसको चाइल्डले एउटा के हुनेछ हाम्रो यूएल भित्र एलआई बनाउने एलआई भित्र के गर्ने एंकर ट्याग एकदम इजी छ र सबभन्दा पहिलो के थियो हाम्रो होम कन्ट्रोल सी कन्ट्रोल बी सेकेन्ड के थियो हाम्रो सर्भिसेस फेरि चाहिँ के गरौँला हामी कन्ट्रोल बी त्यसैगरी अर्को के थियो हाम्रो ब्लग त्यसपछिको के थियो कन्ट्याक्ट अस जे पनि होला आई डोन्ट नो त्यसपछिको थियो ओ सरी त्यसपछिको थियो हाम्रो अबाउट अस सो यतिवटा बनाउने होप सो यसमा कसैले समस्या नहोला यो बनाउनमा प्रब्लम कसैलाई लिस्टहरु बनाउँ सिम्पल हामीले तर त्यो भित्र के राखेका छौं एंकर ट्याग पहिला यतिलाई डिजाइन गरौँ है अहिले भित्र नजाऊ सो यतिलाई डिजाइन गर्नुको लागि यदि अहिले तपाई यसलाई चाहिँ ब्राउजरमा हेर्नुहुन्छ भने सिम्पली यस्तो प्रकारको देखिएला तपाईलाई एकदम बेकार होला ओके सो यो नर्मल लिस्ट हो जो हामी नर्मल्ली बनाउँथ्यौ अब यसलाई थोडा स्टाइलिङ गर्ने स्टाइलिङ गर्नुको लागि यहाँ चाहिँ के गरौँला हामी स्टाइल सबभन्दा पहिलो काम तपाईलाई थाहा छ एस्ट्रिक को साइन लगाउने मार्जिन के गर्ने 0 त्यसैगरी प्याडिङ पनि के गरौँला 0 अर्को के लगाउँछौ बक्स साइजिङ border box यति लगाउने र त्यसपछि बडीलाई टार्गेट गर्ने किनकि बडीको कलर मैले ब्लू टाइपको राखेको छु ब्याकग्राउन्ड कलर अहिले कुनै पनि एउटा हाल्दिनु होला पछि चेन्ज गर्न मिलिहाल्छ यहाँनिर माउस लग्ने यो कलरमा एन्ड तपाईको यहाँबाट के गर्नु होला चेन्ज गर्नु होला आई थिंक यस्तो प्रकारको कुनै कलर छ एक्ज्याक्ट मलाई थाहा छैन मैले एउटा कलर हाल्दिए ल यो प्रकार त्यसपछि यसमा अरु धेरै काम छैन अब सिधै नेभ बारलाई टार्गेट गरौँ है नेभ भन्नाले यो मेन डब्बा यसको विड्थ चाहिँ कति राख्दिने 100% कम्पल्सरी हैन तर राख्नु होला हाइट चाहिँ कति गर्ने 60 पिक्सल र यसमा चाहिँ के गरौँला अरु भनेपछि यसलाई डिस्प्ले के गर्ने होला फ्लेक्स किनकि यसको भित्रको यूएल लाई कहाँ लाग्नु पर्ने छ सेन्टरमा लाग्नु पर्ने छ सो सेन्टरमा लाग्नुको लागि के गर्छौं हामी जस्टिफाई कन्टेन्ट सेन्टर सो हेर्नु होला हाम्रो चाहिँ के गयो डब्बा चाहिँ यसरी सेन्टरमा गइहाल्छ सो जो हाम्रो यूएल थियो चाहिँ कहाँ गयो यहाँनिर छ यो बीचमा गयो अहिले कलर चेन्ज भएको छैन बट यो बीचमा छ अब यसको काम खत्म भइसकेपछि यसपछि चाहिँ हामी यसको तल आउँला डट नेभ नेभ भित्रको जुन यूएल छ है मैले अहिले यूएल भन्नाले सबै यूएल नेभ भित्रका सब यूएल सिलेक्ट गर्छ पछि मैले अरु पनि बनाए भने सो ध्यान दिएर अप्लाई गर्नु होला यसलाई लिस्ट स्टाइल नन गर्दिने लिस्ट स्टाइल नन गर्नु भनेको जो यो अगाडिका बुलेट पोइन्टहरु देखिराछन् नि हाम्रो यो ब्ल्याक वाला त्यो देखिनु भएन सो लिस्ट स्टाइल नन गर्यो भने बुलेट पोइन्ट के भइहाल्यो गायब भइहाल्यो हामीलाई त्यही चाहियो अनि हेर्नु होला यिनीहरु एक लाइनमै छ मतलब एक र कलममै छन् यिनलाई र वाइज निकाल्नु पर्ने हो र मा निकाल्नुको लागि यूएल लाई के गर्ने डिस्प्ले के गर्ने फ्लेक्स तर सबै यूएल लाई नगर्दिनु होला एकैलाई गर्दा पनि हुन्छ है भित्रलाई नगरौँला सो भित्रलाई नगर्नुको लागि फेरि यूएल लाई टार्गेट गर्नुला तर कसरी भने नेभ ग्रेटर देन को साइन लगाउने यूएल गर्ने यो मिन्स डाइरेक्ट चाइल्ड नेभ का डाइरेक्ट सब चाइल्डलाई हेर्ने भएन या तपाईको ग्रान्ड चिल्ड्रनलाई हेर्ने भएन सो यसलाई डिस्प्ले के गरौँला फ्लेक्स सो डिस्प्ले फ्लेक्स गर्ने बेला हेर्नु होला यिनीहरु केमा गइहाले एक रोमा तर यसको हाइट कति छ 60 पिक्सल छ बट तपाईको मिडलमा आउनु पर्यो नि त बीचो बीच सो यिनलाई के लिएर आउँला अलाइन आइटम के गर्ने सेन्टर अलाइन आइटम सेन्टर गर्यो भने यिनीहरु केमा आइहाल्छन् मिडलमा आइहाल्छन् बट यिनीहरु कलर राम्रो छैन सो अब सिधै एंकर ट्यागलाई टार्गेट गरौँला डट नेम भित्र जति पनि यूएल छ नि यूएल भित्र एलआई छ नि एलआई भित्र के छ हाम्रो एंकर ट्याग त्यही त हो नि हाम्रो स्ट्रक्चर यहाँ हेर्नु होला नेभ भित्र के छ यूएल भित्र एलआई भित्र के छ हाम्रो एंकर ट्याग छ भनेपछि एंकर ट्यागलाई टार्गेट गरे नम्बर 1 काम यिनीहरुको विड्थ कति राख्दिनु होला 100% त्यसैगरी के गर्दिने भनेपछि विड्थ 100 गर्ने बेला सबै 100 मा जाने हैनन् है नर्मली विड्थ 100 गर्नु अनि यिनीहरुमा बोर्डर दिने त्यहाँ हामीले बोर्डर दिएको थियौ बोर्डर 1 पिक्सल सोलिड के गरौँला व्हाइट कलर या तीनवटा एफ लेख्दा पनि हुन्छ
एन्ड यति गरिसकेपछि अब यसबाट कलर पनि चेन्ज गरौँला कलर पनि के हुनु पर्यो व्हाइट टेक्स्टको कलर अनि एउटा टेक्स्ट डेकोरेसन नन गर्ने यो किन गर्छौं अन्डरलाइनलाई रिमुभ गर्नको लागि भनेपछि हेर्नु होला हाम्रो पर्फेक्ट यसरी बनेर आए बट यसमा प्याडिङको कमी छ प्याडिङ गर्यो भने भित्रबाट खुल्छ है मार्जिन दियो भने बाहिरबाट प्याडिङ दियो भने बर्डर र कन्टेन्ट बीचको दूरी हो सो बर्डर र कन्टेन्ट चिप्केका छन् सो यसमा के गरौँला हामी प्याडिङ दिउँला अब प्याडिङको रेशियो कस्तो राख्ने भने टप र बटम 10 पिक्सल लेफ्ट र राइट कति गरौँला 15 पिक्सल या 20 पिक्सल लेफ्ट राइटबाट अलि बढी हुनु पर्यो टप र बटमबाट कम हुनु पर्यो अभियसली तपाईलाई थाहा छ ल सो यो प्रकारको हाम्रो देखिन्छ पर्फेक्ट अब यसो माउस लग्ने बेला कलर चेन्ज गर्ने हुनु पर्यो यसले त्यसलाई भन्छ होभर है होभर गर्नु सो माउस लग्ने बेला होभर हुनु पर्यो सो यही माथिकै प्रोपर्टीलाई दुबारा टार्गेट गर्ने न्याप भित्र के थियो हाम्रो यूएल एलआई भित्र के थिए एंकर टैगमा कलन लगाउने होभर लेख्ने यो भयंकर इम्पोर्टेन्ट प्रोपर्टी है होभर भन्ने पछिको दिनमा धेरै युज हुन्छ सो होभर गर्ने बेला ब्याकग्राउन्ड कलर के हुनु पर्यो चेन्ज हुनु पर्यो अहिले व्हाइट राखिदिन्छु व्हाइटबाट हामी के गरौँला यसलाई चेन्ज गरौँला म चाहिँ आई थिंक यस्तो प्रकारको राखिदिन्छु त्यहाँ कुन छ मलाई थाहा छैन है सेभ गरिदिए नो प्रब्लम सो यसरी पर्फेक्ट के हुँदैछ हाम्रो स्मुथनेस छैन पछि हामी ट्रान्जिसन पढ्ला स्मुथनेसका लागि अहिले ठीक छ अहिलेको लागि काम चलिहाल्यो अब यो मेन मेन्यु सिंगल मेन्यु भइहाल्यो अब के गर्ने भने जुन यो सर्भिसेस भित्र हाम्रो मल्टी मेन्यु छ यसमा चाहिँ यो एलआई लाई तोड्ला यहाँबाट एलआई मा के गर्ने एन्टर हान्ने अब हेर्नुलाई यो एलआई मेन प्यारेन्ट हुने हो जो पनि यो भित्र भयो त्यो चाहिँ चाइल्ड हुने यो यूएल चाहिँ के भयो हाम्रो चाइल्ड हो फेरि एलआई फेरि के गर्ला हामी एंकर टैग यसमा चाहिँ हाम्रो के थियो मोबाइल डिभ त्यसैगरी मैले यसैलाई कन्ट्रोल सी बी हाल्छु कन्ट्रोल सी बी तीनवटा बनाए मैले एउटा मोबाइल डेभलपमेन्ट एउटा चाहिँ के राखे मैले वेब डेभलपमेन्ट र एउटा अर्को के राखे मैले सफ्टवेयर डेभलपमेन्ट राखे है यसरी सो हेर्नुलाई यो यसरी बिग्रेर आउँछ किनकि यसको भित्र आउने एउटा एलआई को भित्र आए सो यिनलाई सुधार गर्नुको लागि है यिनलाई सुधार गर्नुको लागि एउटा चीज चाहिँ के गर्दिनु होला भने जो यो एंकर टैग छ नि यसले धेरै प्रब्लम गर्छ के सबै एंकर टैग हुनेहरु एंकर टैग को बाइ डिफल्ट हाइट र विड्थ हुँदैन या दिनु पनि मिल्दैन किनकि इनलाइन हुन्छ सो इनलाई के गर्ने ब्लकमा चेन्ज गर्ने है सो इनलाई के गरौँला भने डिस्प्ले इनलाइन ब्लक ब्लक त ब्लक हुने भयो तर कस्ता ब्लक इनलाइन ब्लक किनकि ब्लकमा गर्ने बेला त प्रत्येक एक एक लाइनमा होला एकको तल अर्को त्यस्तो हामीलाई चाहिदैन ब्लकै हुनु पर्यो तर केमै हुनु पर्यो इनलाइनमा यस्तो पनि हामीसँग प्रोपर्टी छ सो यसलाई इनलाइन ब्लक गरे अब हेर्नुलाई यिनीहरु पर्फेक्टली यसरी आए अघि यिनको हाइट विड्थमा प्रब्लम आइरहेको थियो अहिले चाहिँ पर्फेक्टली आइहाल्यो अब के गर्ने भने जो एलआई छन् नि यो पछाडीको या जति पनि एलआईहरु देखिरा सबै एक एक आइटम एक एक एलआई भित्र छ सबका सब एलआईलाई पोजिसन रिलेटिभ राख्नु सो यहाँनिर के गर्ला एलआई लाई टार्गेट गर्ला डट नेप भित्र यूएल भित्रका सब एलआई लाई टार्गेट गरेर के गर्ने यसको पोजिसन रिलेटिभ तपाईलाई थाहा छ रिलेटिभ गर्यो भने काई केही पनि हुँदैन सो रिलेटिभ गरे के पनि भएन तर यसको जो चाइल्ड छ तिनलाई चाहिँ के गर्न मिल्छ एब्सोल्युट गर्न पाइयो सो यसको अराउन्ड काम गर्न थाल्छ नि त त्यसले सो यसको चाइल्ड भने चाहिँ हेर्नु होला सबका सब एलआई के भइहाल्यो यिनीहरु सबका सब भित्रका पनि एलआई के भइहाल्यो रिलेटिभ भए तर अब यो एलआई को मात्र एउटा के छ चाइल्ड छ जुन चाहिँ कुन हो यो यूएल सो यो यूएल लाई के गर्ला हामी एब्सोल्युट गर्ला सो यसको एलआई को अराउन्ड काम गर्न थाल्छ सो के गरौँला डट नेप भित्र जो यूएल छ यूएल भित्र जो एलआई छ त्यो भित्रको जो यूएल छ है यो हो नि त हाम्रो एलआई चाहिँ के गर्ने पोजिसन एब्सोल्युट गर्ने सो पोजिसन एब्सोल्युट गर्ने बेला यो माथि उठिहाल्छ यसरी बट एउटा समस्या छ यो यसैको बराबर साइजमा आउनु खोज्छ बाइ डिफल्ट र आउँदाखेरि हाम्रो टेक्स्ट चाहिँ के भइदियो ब्रेक भइदियो तर ए तपाईलाई चाहिन्छ टेक्स्ट ब्रेक नहोस् भनेपछि सो एंकर टैग कहाँ छ मेन टेक्स्ट भने त कुन हाम्रो एंकर टैग हो सो एंकर टैगमा चाहिँ गएर व्हाइट स्पेसलाई खतम गर्दिनु सो व्हाइट स्पेस टेक्स्ट स्पेस गर्दा पनि हुन्छ दुईटा प्रोपर्टी छन् व्हाइट स्पेस नो र्याप गर्दिनु सो नो र्याप गर्यो भनेपछि यो चाहिँ के हुँदैन र्यापिङ हुँदैन तल सो हामीलाई चाहिए पनि यही र्यापिङ नहोस् सो पर्फेक्ट अब यसको सब मेन्यु यता साइडमा पनि बनाउने अब हेर्नुलाई साइडमा बनाउन एकदम सजिलो छ किनकि हामीले माथि प्रोग्रामिङ मतलब कोडिङ त्यसै हिसाबले गरेका छौं सो यहाँनिर हेर्नुलाई मैले चाहिँ मानौ यो चाहिँ वेब डिभ भित्र राखे ल यसको पनि एउटा के बनाए मैले चाइल्ड बनाए एउटा यूएल त्यो भित्र के राखौँला एलआई भित्र एंकर टैग सो वेब डेभलपमेन्टमा चाहिँ मैले के गरे भने कस्ता वेबहरु जो स्कुल है त्यसैगरी म चाहिँ कन्ट्रोल सी कन्ट्रोल भी दुईटा मात्रै राख्छु है यो स्कुल कलेज गरेर राख्छु
सो अब हेर्नु होला यिनीहरु बाइ डिफल्ट यसको तल आउला अब्भियसली है। तर अब हामीसँग फाइदा के छ भने सबका सब एलआई लाई पहिला नै पोजिसन के गरिसकेका छौं रिलेटिभ गरिसकेका छौं। जसलाई पनि हामी एब्सोल्युट गर्ला त्यो एलआई को राउन्डमा के गर्न थालिहाल्छ काम गर्न थालिहाल्छ। सो हामी के गरौँला भने यो एलआई अलरेडी के छ रिलेटिभ छ, यो यूएल लाई के गरौँला अब एब्सोल्युट गरौँला। सो यूएल लाई टार्गेट कसरी गर्ने सो यहाँनिर डट नेभ सरी नेभ भित्र यूएल, यूएल भित्र एलआई, एलआई भित्र यूएल, यूएल भित्र एलआई, यूएल भित्र एलआई भित्र यूएल। ओके बुझिहाल्नुहुन्छ है। यो फर्स्ट यूएल र एलआई भयो, यो चाहिँ के भयो फर्स्ट यूएल र एलआई, त्यस भित्रको यूएल र एलआई ओके यो वाला, र त्यसपछि के छ यो वाला भनेपछि यो लास्ट वाला। योलाई पोजिसन के गर्दिने एब्सोल्युट, र पोजिसन एब्सोल्युट गर्ने बेला यो बाहिर त आइहाल्छ तर यसो साइडमा हुँदैन। सो हामीले साइडमा निकाल्ने एउटा तरिका गरेका थियौं। यदि हामीले त्यो एलआई मा 100% लेफ्ट गर्दियो भने त्यो के गइहाल्छ लेफ्ट साइड गइहाल्छ। हामी त्यही गर्छौं। त्यसलाई के गर्दियौला भने लेफ्ट बाट के गर्दिने 100%। सो जब पनि हामी 100% गर्ला यो लेफ्ट, तर बटममा गयो सो टप 0 गर्दिने यसको बराबरमा आइहाल्छ किनकि यो एलआई रिलेटिभ छ नि त। सो यसको चाइल्ड हो यो भनेपछि आफ्नै प्यारेन्टको बराबरमा गइहाल्छ। सो यसलाई टप के गर्दिने 0 टप 0। सो यसरी सो यो हेर्नु ल पर्फेक्टली यहाँनिर गइहाल्छ यसको साइड। अब हाइड गर्ने काम रह्यो है। यिनीहरु जो देखिरहेछन् यिनलाई के गर्दिने हाइड डट नेभ, नेभ भित्रका यूएल, यूएल भित्रका एलआई, एलआई भित्रका जति पनि यूएल छन् यानी कि सबका सब यूएल है तिनीहरुलाई डिस्प्ले के गर्दिने नन। सो सबका सब के भयो गायब भयो। अब ल्याउने काम रह्यो। ल्याउँदाखेरि यसमा प्रब्लम नगर्दिनु होला है। जस्तै एकै मेन्यु छ सिंगल मतलब सिंगल ड्रप डाउन छ भने युट्युबमा कहीँ भिडियो मिल्छन् कि सिंगल ड्रप डाउन छन् भने सिधै पनि ल्याउन मिल्छ। जस्तै कोही कोही यसो गर्छन् है एलआई मा के हुने बेला होभर हुने बेला यूएल चाहिँ के हुनु पर्यो तपाईको सो हुनु पर्यो। यो गलत तरिका है। यदि मैले यस्तो गर्दिए भने है यो त एकमा होभर गर्ने बेला के भयो तपाईको अर्को पनि यो हेर्नु होला भित्रको पनि आइदियो हो। सिंगल छ भने त प्रब्लम भयो है यस्तो नगर्ने। सो यहाँनिर एउटा टेक्निक के गर्ने भने है एक मात्र यूएल लाई यानी कि यसपछिको डाइरेक्ट यूएल यो भनेको चिल्ड्रन डाइरेक्ट चिल्ड्रन सिलेक्टर हो के यो चाहिँ। सो यसले सब चाइल्डलाई यहाँ तपाईको ग्यारेन्ट चिल्ड्रनलाई हेर्ने भयो भनेपछि यो भित्रको यूएल भने त यसको ग्रान्ड वाला हो नि त यो त। सो यसले आफ्नो डाइरेक्ट चाइल्डलाई मात्र हेर्ने भयो। एलआई को डाइरेक्ट चाइल्ड यो भयो, यो एलआई को डाइरेक्ट चाइल्ड चाहिँ कुन भयो यो भयो। सो यो एउटा सिम्बलको युज गर्ने। सेभ गरे मैले। अब हेर्नु होला यहाँनिर गरे भित्रको आएन, सो यहाँ गरे भित्रको आयो। अब यो प्रोग्रामिङ कस्तो भएको छ यहाँनिर हेर्नु होला। यदि मैले कुनैमा पनि मेन्यु थपे जस्तै यहाँनिर दुईटा ब्लक भएको रहेछ। सो यहाँनिर चाहिँ मैले के गर्दिए यो दुईटालाई यो तल हटाइदिए। सो यहाँनिर यदि मैले मेन्यु थपे भने त्यो पनि अटोमेटिकै मिलेर आउँछ। हामीले दुबारा मिलाउनु परेन। एलआई, एलआई भित्र यूएल राख्ने, यूएल भित्र एंकर सरी यस भित्र के राखौँला हामी एंकर ट्याग भित्र मैले के पनि राख्दिए 1। त्यसैगरी यसैलाई मैले कन्ट्रोल सी कन्ट्रोल भी हाने यो पनि हेर्नु होला पर्फेक्टली आउला। ब्लक भित्र 1 2। यदि मैले यस भित्र अझ भित्र मेन्यु थपे अझ जति पनि मेन्यु थप्न सक्छु केही फरक परेन है। सो अब जति भित्र जति लग्नु सबका लागि यो कोड चाहिँ के हुनेछ सुइटेबल हुनेछ। सो योलाई चाहिँ अलिकति ध्यान दिने। भोलिको दिन कहीँ पनि सब मेन्यु बनाउँदाखेरि चाहिँ तपाईले यसै प्रकारले के गर्नु पर्ला। सो लिस्टबाट अलि सजिलो हुन्छ। लिस्ट नै युज गर्नुपर्छ भन्ने कम्पल्सरी त होइन, तर लिस्टबाट के हुन्छ थोडा सजिलो हुन्छ यो बनाउन त्यो मात्रै। सर हाम्रो कम्प्युटरमा त हामी होभर गर्छ हैन, त्यसरी मोबाइलमा कसरी काम गर्छ मोबाइलमा चाहिँ यसो चाहिँ क्लिक गरिराख्यो भने भइराख्छ। मतलब क्लिक गरिराख्यो भने त्यो छोड्ने बेला त्यस्तो होभर चाहिँ हुन्छ। मतलब झ्याम्मै एकचोटी क्लिक गर्ने बेला थोडा टचको सेन्स जाने बेला थोडा बहुत रिफ्लेक्सन देखिन्छ, तर त्यस्तो एकदम उ जस्तो चाहिँ हुँदैन। त्यो त टचमा चाहिँ त्यस्तो हुने भएन। थोडा चाहिँ रिफ्लेक्सन चाहिँ आउँछ एकैचोटी चाहिँ आउँछ क्लिक गर्दाखेरि। टच भने क्लिक र होभर एकैचोटी हुने भयो के त्यसमा। ल ठीक छ। योलाई चाहिँ अब हेर चाहिँ अब मसँग विकल्प हुने यो ट्यागको म यो उठाउने भयो ठीक छ। त्यसपछि कहाँबाट अब यो चाहिँ उ गर्ने बेला के भन्छ न 26 लाइन 26 यसलाई यस्तो गर्छु नि यसलाई ब्राउजरमा खोल ठीक छ। ब्राउजरमा खोल्ने यसको चाहिँ यो सोर्स कोड गर्ने
लगभग देखिहाल्छ। ए यहाँ बताउँदैछु पछाडि मजाले गाना चलाएर बसेको छ। ल म यो चाहिँ तपाईहरुलाई दिन सक्छु, अरु केही पनि गर्न सक्दैन। हेर्नुस् यसलाई चाहिँ जति सक्यो, ए सरी भिडियो रेकर्ड मात्रै रेकर्ड